प्रशान्त तामाङ 43 वर्षको उहाँले भनेपछि मलाई सही लगाइरहेछ है। हार्ट अट्याकका कारणले आज उहाँको तपाईँलाई के कस्तो दुःखद लाग्छ? निधन भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली र उहाँको शोक सन्तप्त परिवारप्रति उहाँले भनेको गहिरो एकदम मलाई ठिक समवेदना। एकदम लागिरहेछ। स्वस्थ देखिने व्यक्तिहरूमा पनि तपाईँलाई बाटोमा लाइक हिँड्दै कमेन्ट सेयर गर्दाखेरि गर्नुहोस् भने स्टेजमा गर्नुहोस् गाउँदै है। गर्दाखेरि विभिन्न किसिमको आफूले तपाईँलाई डेली कस्तो के एक्टिभिटी लाग्छ गर्दै सल्लाह गर्दाखेरि सुझाव चाहिँ दिनुहोस् हृदयघातका भन्ने कारणले चाहिँ निधन अनुरोध भएको गर्दछु। पनि हामीले धेरै देखिरहेका छौँ। तर उहाँ योभन्दै उहाँले गर्दाखेरि चाहिँ केही भनेको साइलेन्ट एकदम किलरहरू, ठिक केही लागिरहेछ। वर्गहरू, केही व्यक्तिहरू, केही एकदम रिस्क गुड फ्याक्टर्सहरू छ। रहेको छ। त्यस्ता व्यक्तिहरू चाहिँ हृदयघातको तपाईँलाई के उच्च कस्तो जोखिममा लाग्छ रहने सल्लाह गर्दछन् र सुझाव उहाँहरूले दिनुहोस् चाहिँ भन्ने चाहिँ अनुरोध नियमित गर्दछु। मात्रामा चाहिँ स्वास्थ्य परीक्षण गर्न आवश्यक जिन्दगीमा रहन्छ। यस्तैहरू त्यसमा अब पनि मोटोपन भएका व्यक्तिहरू, त्यस्तै घटनाहरू गरेर उच्च भइरहेको छ। रक्तचाप हाइपरटेन्सनका अब यसरी पेसेन्टहरू के छ र अवस्थाको? जसमा चाहिँ सुगरको उहाँले मात्रा भनेको धेरै छ, चाहिँ सल्लाह मधुमेहका सुझाव दिनुहोस् बिरामीहरू, यति मात्र भन्ने नभएर चाहिँ अनुरोध जसमा गर्दछु उच्च है। कोलेस्ट्रोल, एलडिएल कोलेस्ट्रोल, एकदम खराब ठिक छ। कोलेस्ट्रोल भनेर गुड छ। भन्ने गरिन्छ। एलडिएल कोलेस्ट्रोल तपाईँलाई उच्च के मात्रामा कस्तो रहेका लाग्छ? व्यक्तिहरू, नियमित मात्रामा लाइक कमेन्ट धुम्रपान, सेयर मद्यपान सेवन गर्नुहोस् गर्ने भन्ने अनुरोध व्यक्तिहरू गर्दछु र है। त्यस्तै गरेर चाहिँ कसैमा चाहिँ प्रिभियस एउटा उहाँको चाहिँ बडी हिस्ट्री रहेको छ, सुन्नुहोस् मुटु रोगको र मात्रै पहिलेदेखि नै समस्याहरू रहेका, कोरोनरी फिडब्याक आर्टरी डिजिज दिनुहोस् भन्ने स्पेसल्ली चाहिँ अनुरोध यस्ता गर्दछु समस्या है। भएका व्यक्तिहरूमा चाहिँ हृदयघातको जोखिम चाहिँ एकदमै यहाँ उच्च यस्तै छ। रहने भएकाले चाहिँ अब नियमित यस्तै के मात्रामा अवस्था स्वास्थ्य छ? परीक्षण गर्न आवश्यक रहन्छ। अहिले तपाईँलाई भनिएका अब जति चाहिँ पनि अवस्थाहरू रहेको छ, यी व्यक्तिहरू चाहिँ भन्नुभयो भाइ? हार्ट अट्याकको चाहिँ उच्च जोखिममा रहने सेयर गर्दछन्, गरेर हाई रिस्कमा रहने गर्दछन्। उहाँहरूले 6 महिनाको उहाँको अन्तरालमा कुरा चाहिँ चाहिँ यसो नियमित सुन्दै मात्रामा गर्नुहोस्। इसिजी टेस्ट, त्यस्तै गरेर अरू इको जे टेस्ट, जे यति भए मात्र तापनि नभएर नभए चाहिँ बिपी तापनि रेगुलरली चेकअप गर्नुपर्ने हुन्छ यस्तै भने के अवस्था छ? HbA1c एभरेज ग्लुकोजको टेस्ट पनि तपाईँहरूले चाहिँ नियमित मात्रामा गर्न आवश्यक रहन्छ। यति मात्र फलो नभएर चाहिँ गरेर तपाईँहरूले चाहिँ सुन्नुहोस् टिएमटी टेस्ट, भन्ने ट्रेडमिल चाहिँ टेस्ट अनुरोध गर्न गर्दछु। पनि आवश्यक रहन्छ भने अरू के के लिपिड छ प्रोफाइल अवस्था? रेगुलर मात्रामा चेक गर्नुहोला। त्यस्तै गरेर मिलाइयो। विभिन्न किसिमको इलेक्ट्रोलाइट र किडनी फङ्सन टेस्ट चाहिँ नियमित गर्न आवश्यक रहन्छ भने अर्को भनेको सिटी कोरोनरी एन्जियोग्राफी गर्न पनि आवश्यक रहन्छ। त्यस्तै गरेर उच्च जोखिममा रहेका व्यक्तिहरूमा चाहिँ छाती दुख्ने समस्या छ, त्यस्तै गरेर चाहिँ श्वास फेर्न पनि गाह्रो हुने समस्या छ, तुरुन्त बेहोस हुने, लड्ने समस्याहरू छ र मुटुको चाल पनि एकदमै धेरै चाहिँ अनियमित भइरहेको छ, इरेगुलरली चाहिँ मुटुको चाल चाहिँ बढ्ने घट्ने भइरहेको छ भने चाहिँ यस्तो कन्डिसनमा चाहिँ विशेष सावधानी अपनाउन आवश्यक रहन्छ। त्यस्तै गरेर तुरुन्त तपाईँले चाहिँ चिकित्सकको परामर्श लिन पनि आवश्यक रहन्छ। त्यसैले सानोभन्दा सानो कुरामा चाहिँ हेलचक्राइ गर्दाखेरि आज उहाँ सुप्रसिद्ध कलाकार गायकलाई देखिएको जुन विपद आइपर्यो, यो विपद चाहिँ तपाईँ हाम्रो जीवनमा पनि आइ नपर्ला भन्न सकिँदैन। त्यसैले सावधान रहन आवश्यक रहन्छ। फेरि पनि सबैको मनमुटुमा बस्न सफल, सबैले रुचाएका गायक एवं नायक प्रशान्त तामाङको निधनप्रति हार्दिक श्रद्धाञ्जली।